अर्को बाइक आयो फेरि डिस्टर्ब गर्छ यार दुःखसँगले हेर्नु पनि दिँदैन यार होइन। पुलको बिचमा पुगिसक्यौँ हामी। पुलको बिचमा चाहिँ यो झन्डाहरू लगाएको छ, हेर्नुहोस् त झन्डाहरू लगाएको छ, पुरै दामी देखिरहेछ है। यहाँबाट फोटो भिडियो हेर्नुहोस् न, यो पिलर पनि कत्रो क्या यहाँबाट के बनाएको यो होइन के बनाएको तर यो सपोर्ट बनाएको अझै यति खुसी हुन्छ यार। हेर्नुहोस् त वाउ अरे वाउ, हेरौँ है खाएको पनि हेरौँ है त। ओहो कताबाट फर्किनु ए गाइज। हेलो गाइज, वेलकम ब्याक टु माई फर्स्ट ब्लग गाइज। आज चाहिँ पहिलोपल्ट होइन हाम्रो बुढीसँग बुढीले भन्दै थियो हाम्रो गाउँमा नयाँ पुल बनाएको छ अरे झुलुङ्गे पुल। झुलुङ्गे पुल त प्रायः जस्तो पाहाडमा बन्छ, तर अहिले चाहिँ तराईमा पनि हेर्न पाइयो। जो कस्तो छ गएर हेरौँ। तिर हेर्नुहोस् त धानै धान छ चारैतिर। पुल त राम्रो छ, लामो छ, खतरा छ, के रहेछ कस्तो रहेछ गएर हेरौँ है त। पुल जानलाई चाहिँ यो गल्ती बाटोबाट सिक्नुपर्छ होइन। हेर्नुहोस् त यस्तो छ बाटो, सागुरो बाटो छ। बाइक स्कुटर अनि सिटीहरू जाने गर्दो रहेछ। गाइजहरू पुल चाहिँ यस्तो रहेछ, दामी रहेछ दामी। पुल चढ्ने बाटो होइन। अब यतैबाट हामी चढ्नेछौँ ल जाउँ यसो घुमौँ है कस्तो रहेछ त। अब मान्छेहरू होइन घुम्न आउने खोलाहरू खोला। यहाँ चाहिँ भर्खर नयाँ नयाँ पसलहरू होइन ससाना पसलहरू छ। गाई चाहिँ यहाँ हेर्नुहोस् त तल खोलामा डुङ्गा पनि रहेछ। यता मान्छेहरू नुहाउँदैछ। जाउँ हामीहरू अब यसो पारी गर। पुल त खतरा छ, पुल दामी। फ्रन्ट हेरौँ बुढीसँग होइन पहिलोपल्ट राम्रै रहेछ, तर धेरै लामो रहेछ नि। यो कत्रो बाफ्रे यत्रो लामो त फर्स्ट टाइम हेरौँ मैले। फर्स्ट टाइम यत्रो लामो पुल। यसरी बाइकहरू पनि चल्छ, तर बाइक चाहिँ दुईतिरबाट आउनु पाउँदैन होइन, एकतिरबाट मात्रै हो। अर्को बाइक आयो फेरि डिस्टर्ब गर्छ यार दुःखसँगले हेर्नु पनि दिँदैन यार होइन। तर जे होस् पुल चाहिँ दामी छ। पहिला कस्तो बाँसको थियो होइन, पहिला चाहिँ बाँसको थियो। बनाउने टाइम चाहिँ धेरै लाग्यो नि। पहिला बाँसको यता 7 वर्ष लाग्यो, 7 वर्ष। यहाँ हेर्नुहोस् न, यहाँ मान्छेहरू आउने जाने भएपछि बाइक पनि अड्किन्छ होइन। नजाने तपाईँ जाने हेर्नुहोस् त आमामा कति लामो क्या। ए झन्डै आधी पुगिसक्यो होइन। आधी बाटो पनि पुगेको छैन होला। पुगेछ आधी बाटो पनि पुगेको छैन हो गाइजहरू। आधी बाटो पनि पुगेको छैन। तर जे होस् रमाइलो छ, राम्रो छ। यसो हेर्न मन लाग्यो भने आउनु होला होइन। आउने हेर्ने रमाइलो गर्ने। यहाँबाट भ्यू पनि दामी आउँदो रहेछ टक्कसँग। अब यताबाट हेर्नुहोस् त तल हेर्दाखेरि कहाँसम्म दामी देखिँदो रहेछ। अनि यता पनि गाइज यो हामी आउँदै गरेको बाटोबाट चाहिँ यो नेपाल पर्छ र जाने बाटो पारी चाहिँ इन्डिया पर्छ।
यताबाट चाहिँ मान्छेहरू आउने जाने इन्डियाबाट सामान ल्याउने यताउता गर्न अहिले धेरै सजिलो भएको छ हैन यस्तो छ गाइजी बाइक आइसक्यो होइन अघिको बाइक यहाँ हेर्नुहोस् त फाइनली हामी पुलको बिचमा पुगिसक्यौँ हामी पुलको बिचमा चाहिँ यो झन्डाहरू लगाएको छ हेर्नुहोस् त झन्डाहरू लगाएको छ पुरै दामी देखिरहेको छ है यहाँबाट फोटो भिडियोहरू पनि राम्रो आउँछ ऊ पर हेर्नुहोस् त पर त्यहाँ दुईटा बाइक एकसाथ आउने जाने भएछ त्यहाँ ब्लक भइसक्यो लगभग हामी पुग्न आँटिसक्यो है लगभग अझै छ अरे कति 30-40 मिटर छ 30-40 मिटर 50 मिटर राखिदिन्छु म होइन तर हाइट चाहिँ हेर्नुहोस् त आम्मामा यो पिलर पनि कत्रो क्या खतरा छ पुलको पारिपट्टि आइसक्यौँ हामी होइन पुलको पारिपट्टि आम्मामा पुल त खतरा दामी छ क्या दामी छ साथीहरू यहाँ आउने टक्क घुम्ने है मेची पुल लुङ्गे पुल यहाँ हेर्नुहोस् त कत्रो यो दोरी जस्तो होइन दोरी जस्तो रड हो कि त्यो होइन त्यो टक्क लगाएको छ दोरो बनाएको छ आउन त तल गएर हेरौँ है त अब तल पनि हाम्रो सिटीहरूले टक्क बरफ सरफ चटपटे बनाएर राखेको रहेछ यता पारिपट्टि आए पनि यसो खान मिल्छ टक्क चटपटे पुच्का सुच्का पर्न चाहिँ आफ्नै नेपालकै जमिन पर्छ तर पारी भन्ने गर्छ होइन पारी यहाँ हेर्नुहोस् त नेपालै हो है पुच्का सुच्का यताउता त्यति साह्रो त केही छैन होइन त्यति साह्रो केही पनि छैन तर ठिकै छ राम्रै छ अब यताबाट यहाँ छेउबाट भ्यू हेरोस् है त छेउबाटै कति दामी देखिन्छ है छेउबाट हेर्नुहोस् त गाइजहरु मान्छेको भिड अब बेलुका हुन लागेपछि मान्छेको भिड यस्तो हुन्छ पुरै जाम क्या जाम चक्का जाम जस्तै पुरै जाम हुन्छ हेर्नुहोस् त मेरो बुढीलाई आइसक्रिम खान मन लाग्यो रे आइसक्रिम खुवाइदिनु पर्यो अब है एउटा मात्रै लिएको हुन्छ चलेको एउटै खाइदियो न भइहाल्छ एउटा नाथे एउटा आइसक्रिम आउँदा यति खुसी हुन्छ यार हेर्नुहोस् त वाउ अरे वाउ हेरौँ है खाएको पनि हेरौँ है त ओहो मलाई चिसो लागेको छ है म खाँदिनँ है गाइज अब चाहिँ हामी फर्किन्छौँ है त फर्किन्छौँ जाउँ माथि पुलमा कति भिड छ हेरौँ है पुरै भिड हुन्छ भन्थ्यो बेलुका अब जाउँ है पुरै माथि चढ्दै गरेको होइन भ्यू अगाडि हाम्रो भतिज छ जाँदैछ भतिज गाइज हेर्नुहोस् त पर आमामा पुरै लाइन छ क्या लाइन भिड त ओहो पुरै मेला लागिरहेछ मेला लागिरहेछ मेला लागिरहेछ गाइज माथि पत्ताबाट फर्किनु ए गाइज मान्छे यताबाट दिँदैन राम्रो कस्तो सकिन्छ त्यो पनि चढाउँछ अब यता आउन यार पछाडि आउन तिमी पछाडि आउन यार हो गुड यसरी हो नि त हिँड्ने भनेको ए अब हामी माथि जान्छौँ टक्क कति छ मान्छे हो आम्मा पुल कसले हल्लायो हो पुल फेरि
गाइजहरु अब चाहिँ भिडहरु देखिदैछ है त यता फोटो भिडियोहरु प्रख्यात रूपमा हैन देखिन्छ अब भाइले टक्क फोटो खिच्नलाई रेडी भइरहेछ क्यामेराम्यान हैन फोकस गरो अब बीच ल मिड पोइन्टमा आइसक्यौ हामी मिड पोइन्टमा आइसक्यौ साथीहरु हेर्नुस् त आम्मामा कस्तो दामी भ्यू ओहो गाइस मिड पोइन्टमा आइसक्यौ हामी यहाँ हेर नि आम्मामा कस्तो दामी छ यहाँ भ्यू ओहो हैन यतिखेर नि बाइक आयो हैन पछाडिबाट बाइक आएपछि त अब घुम्नु पर्यो बाटो अलि बिचमा यस्तै छ बिच यही हो मिड मान्छेको भिड हेर्नुस् त मान्छेको भिड आमामामामा मान्छे पुरै जाम छ पुरै ल अब हामीहरु भिडियो बिचमा मिड पोइन्टमा आइसक्यौँ हामी हैन दुईटा झन्डा पनि छ यहाँ दुईटा झन्डाहरु कब हेर्नुस् त भ्यू पछाडि कति राम्रो परको टावर जस्तो देखिन्छ हैन दामी छ क्या दामी छ गाइजहरु आउनु होला गाइज टक्क यहाँ आउने घुम्ने साइड लाउनु साइकलहरु साइकलहरु आउँछ हैन बाइकहरु आइरहेछ यहाँ त मान्छेको भिड परसम्म छ मान्छेको भिड आमामा हैन घाम पनि डुबिसक्यो फोटो खिच्दै हैन तर पनि चित्त बुझेको छैन रे मेरो बुढीलाई अझै फोटो भिडियो खिचौँ भन्छ फर्किने क्रममा साथीहरु गाइजहरु हैन यहाँ हेर्नुस् त भिड हेर्नु भिड आमामामा भिड कति छ राम्री मान्छेहरु पनि आएको छ है कति छ ओहो मान्छे आएको छ भने कस्तो पुरै हैन टक्क यता पछाडि पनि हेर्नुस् त पछाडि बीच पोइन्ट हामीले छोडिसक्यौँ अब हामीहरु एन्डिङ पोइन्टतिर है सुरुमा जहाँबाट चढेको त्यतैतिर लाग्दैछौँ ठ्याक्क फेरि यही साइडमा मात्रै पानी छ क्या फेरि हेर्नु त कुकुर कस्तो मजाले तरिरहेछ है आमामामा त्यो पुलै छैन त्यसको पुलदेखि डराएर होला हैन चलो गाइस चलो अब एन्डिङ पोइन्टतिर अब साइकलहरु पनि आइरहेछ साइकलहरु आइरहेछ बाटोमा ल ए मान्छेको भिड हेर्नुस् त मान्छेको भिड समय भालो ल मान्छेको भिड गाइज यतातिर पानी यो साइडमा मात्रै छ उता छैन हैन टक्कसँगले अब मान्छेहरु कस्तो लाग्दैछ बुढी राम्रो पानी छ पुल हल्लाएर सत्यानाश गरिसक्यो साथीहरुले यहाँ यहाँ तल पानी यहाँ धेरै कम देखिन्छ है यहाँ त फेरि मान्छे डुबाउने पानी छ है पर मान्छेहरु वारीपारी गर्दैछ पानीमा पौडी खेल्दै आमामामा त्यो बिहानदेखि मर्किलाएर यहाँ धेरै गाह्रो भइसक्यो मलाई पनि हैन यहाँ हेर्नुस् त गाइजहरु यो अन्तिम गेटमा मान्छेको भिड निस्किने गाह्रो भइसक्यो बहुत गाह्रो भइसक्यो बहुत आमामामा भिड क्या भिड अघिको चढ्दै गरेको बाटो अब
टक्क सकेर जाँदैछौँ है सकेर जाँदैछौँ माथि गेटमा ऊ बाई बाई गरिदियो पुललाई पुल बाई बाई पुल बाई बाई गरिदियो ए हेर्नुहोस् त गाईहरू आमामामा टल 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 कति लामो छ पुल आमामामा यो चाहिँ अघि चढेको बाटो है त गाईहरू यहाँ हेर्नुहोस् त कति लामो छ पुल हेर्नुहोस् त आमामामा कस्तो दामी छ हेर्नु त आमामामा वाउ सुरुको यो बजार पसलहरू छ होइन अब हामी यहाँबाट फर्किँदैछौँ ल गाडी रेडी भइसक्यो जाऊ जाऊ अब सकेर घर फर्किँदै क्रम होइन गाइजहरू आजको पुलको चढाइ सक्यो होइन रमाइलो गरियो अब हामीहरू घर फर्किँदै क्रम हो र तपाईँलाई आजको ब्लग कस्तो लाग्छ कमेन्ट गर्न होला र राम्रो लागेमा लाइक र सपोर्टको लागि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला होइन यस्तै यस्तै प्रकारको ब्लगहरू ल्याइराख्ने गर्छौँ थ्याङ्क यू बाई बाई